कहाँबाट सुरु गरौँ भन्ने कुरो नि केही थाहा छैन। ल हाइटबाट नै सुरु हुन्छ। अब हाइट आज कहाँबाट होइन यसरी भेटघाट भयो होइन। अनि तपाईँ अहिले युकेमा के को लागि आउनु भएको छ, के छ हाइट भनिदिनुहोस् न। युकेमा चाहिँ मिलारेपा नाटक चाहिँ नेपालमा मञ्चन भएको थियो। अनि ठुलो टिम त ल्याउन नसकिने भयो। त्यसपछि चाहिँ त्यसलाई भिडियो बनाएर यता सो गरियो। अनि त्यो मिलारेपाको नाटकलाई भिडियोबाट देखाउनको लागि युके आएको हो। अनि हिजो एउटा सो हो एकदमै राम्रो। यता मलाई चाहिँ मिलारेपाको नाटक चाहिँ लामो थियो, 2 घन्टा जतिको। अनि अडियन्सहरूले अलिकति झ्याउ मान्नु होला कि भन्ने पिर लागेको थियो। तर उहाँहरू सुरुदेखि अन्तिमसम्म मजाले बसेर हेर्नुभयो, खुसी लाग्यो एकदम एकदम। म पनि त्यो हेर्न मध्येको दर्शक म पनि एकजना परेँ। अनि नाटक धेरै पछि हेरेको हो मैले, नराटी भन्नुपर्दाखेरि। एउटा जमानामा आफै पनि थिएटरमा त्यसरी पर्फर्मेन्स गरेको थिएँ। अनि यहाँ युके आएपछि मैले पहिलोपटक हाम्रो नेपालीको अब नेपाली नाटक हेरेको हो। एकदमै खुसी लाग्यो। अनि नाटक मञ्चले, रङ्गमञ्चले अलिकति फड्को पनि हानिसकेको छ। 30औं वर्ष अगाडिको कथा हो मेरो पनि। त त्यही त हजुरलाई भन्दा होइन, 30औं वर्ष अगाडिको कथा हो भन्दा तपाईँको उमेर खुल्ला भन्ने पिरले मैले फेरि त्यही त मलाई यस्तो हुन्छ। 30 वर्ष अगाडि म बाल्य कलाकार पनि त हुनसक्छ नि त, बाल कलाकार होइन। अनि बालै कलाकार भए पनि हजुर 15 वर्षको मात्र थियो अरे। ल 30, 15, 45 त त्यसैले बडो गजबको कुरा चाहिँ तपाईँ एकदम यङ देखिनुहुन्छ भन्छन् नि के। फेरि खुसी लागेर आउँछ त्यतिकै नाग फुल्छ नि। होइन त्यो त दुःखको कुरा हो नि त। खासमा यङ देखिनु भने त बुढा भइसक्नु भयो, तर यङ चाहिँ हुनुहुन्छ देखिएको मात्रै हो है भने। नो एब्सोल्युटली एकदमै ड्रामा चाहिँ एकदम क्याप्टिभेटिभ थियो होइन। तर एक्चुअली हामीले के मिस गऱ्यौँ होला जस्तो लाग्यो भने हिजो चाहिँ त्यो लाइभ जो हेरिन्छ नि आँखा अगाडि नै। मण्डला थिएटरमा नै मैले एउटा ड्रामा पनि हेरेँ 2 वर्ष अगाडि म नेपाल आउँदाखेरि। अनि त्यहीँनिर जो मण्डला थिएटरको त्यो रस छ नि, त्यो साउन्ड, लाइट अनि त्यो पर्फर्मेन्स राइट देयर क्या। आँखा अगाडि यहीँनिर हुन्छ नि त, त्यहाँ आँगनमै भइरहेको जस्तो लाग्छ। त्यो अलिकति मिस भयो। तर तपाईँहरूले एकदम राम्रो खिच्नु भएको रहेछ। कसरी खिच्नु भयो ड्रामालाई फिल्ममा फिल्मिङ? यो चाहिँ सायद ड्रामालाई फिल्मिङ गरेर यसरी सो नै गर्नु चाहिँ अलिकति सायद दुर्लभ ठाउँमा हजुर मलाई त्यो लाग्यो। किनभने अब नाटक युट्युबमा सोसियल मिडियामा हेर्न नपाउने चाहिँ पाइन्छ। तर हलकै हिसाबमा सो गरेको चाहिँ अलिकति गाह्रै कुरा हो। यसलाई चाहिँ 1 सटको हिसाबमा खिचियो। अनि यसलाई अनि अलिकति क्यामेरा चाहिँ धेरैवटा राखेर 4वटा क्यामेराले एकैचोटि खिचेर अनि त्यसलाई सर ड्रामाको फिल पनि मर्नु भएन। तर त्यसको मतलब फेरि पर्दामा हेर्दा त्यति धेरै बिजाउनु पनि भएन भन्ने हिसाबमा मिडियममा गरौँ भन्ने हिसाबमा गऱ्यो। तर पनि अझै आफूले त्यो हेर्दाखेरि चाहिँ धेरैवटा कमी कमजोरीहरू यो सच्याउन सकिने रहेछ भन्ने चाहिँ हुँदो रहेछ। अनि कथा आफैमा अलिकति भारी थियो। अनि त्यस कारण पनि यो लाइभ हेर्दाखेरि चाहिँ हजुरले अघि भन्नुभयो नि त, लाइट साउन्ड होइन, लाइभ पर्फर्मेन्स त्यो हेर्दाखेरि चाहिँ म्याजिक, त्यहाँ एउटा ब्ल्याक बक्सभित्र म्याजिक देखिन सकिन्छ, संसार क्रिएट गर्न सकिने, महसुस गर्न पाइने स्पेस हो। तर सिनेमाको पर्दामा आउँदाखेरि चाहिँ त्यसलाई त्यो चिजमा हजुरले मिस गर्नु त एकदमै स्वाभाविक हो। अनि तर धेरैजनाले नहेर्नु भएकोहरूले चाहिँ हामीलाई मजा आयो, कस्तो राम्रो भन्नुभयो प्रतिक्रियाले। म मखै परेँ, हुँदै नभएको नाक फुलाएर सुन्तोला गुजार्दा पनि छिर्ने। एकदमै एकदमै राम्रो थियो। अनि भन्दाखेरि पनि हामीले त अहिले मिलारेपा मात्रै भनिरह्यौँ, नाटक भन्यौँ। हजुर कति दर्शकहरूलाई थाहा छैन
कति श्रोताहरूलाई अहिले थाहा छैन कि हजुरले अलिकति प्रकाश पार्दिनुहोस् के हो मिलारेपा के हो? मिलारेपा नाटक चाहिँ मिलारेपा व्यक्ति ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ, बुद्ध धर्मको महान गुरु, जसले चाहिँ बुद्ध धर्ममा अझै प्रचार प्रसार, बुद्ध धर्मलाई फैलाउनको लागि अझै प्रचार प्रसार, उहाँको आफ्नै विशेषता योगा सहितको होइन, योग ध्यान तन्त्र सहितको अझै विस्तृत पार्नु हुने गुरु हुनुहुन्छ। उहाँको जीवन चाहिँ यस्तो, हाम्रो नाटक, हामीले नाटक गर्ने बेलामा चाहिँ ठ्याक्क ड्रामाटाइज भन्छौँ नि हामीले दाजु, त्यो ड्रामाटाइजमा चाहिँ ठ्याक्क फर्मेटमा भएको, ड्रामाटर्जी फर्ममा भएको जीवन, जुन चाहिँ पौराणिक नभएर ऐतिहासिक, त्यो व्यक्ति जो चाहिँ 11औं शताब्दीमा जन्मिनु भएको, नेपाल तिब्बत बोर्डरमा जन्मिनु भएको। अनि उहाँको जीवन चाहिँ बाल्यकालमा आफूले अकर्म गरे पनि, अर्थात् आफ्नो जीवनकालमा अकर्म गरे पनि त्यसलाई रियलाइज गरेर पश्चातापपछि चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभएको, त्यो पनि एकै जुनीमा होइन। मान्छेले मैले यति धेरै पाप गरेँ, मेरो त थुप्रै जुनी जान्छ होला भनिन्छ, तर उहाँले चाहिँ एकै जुनीमा प्राप्त गर्नुभएको। तर उहाँसँगको कुराहरूमा चाहिँ यति धेरै ऊहरू एट्याच भएको कि, जस्तै उहाँ एउटा कवि, गायक, उहाँको चाहिँ 1000 मिलियन सङ अफ मिलारेपा भने यत्रो किताबै भङ्गै होइन भएको, आँसु कवि, गायक पनि, ठुलो राम्रो फिलोसफर, अनि त्यसपछि सब चिज भएको चिज पनि भएर। र यो नाटकै बनाउनुको मेरो उद्देश्य हुने चाहिँ प्रतिशोधले मान्छेलाई अलि हिंस्रक बनाउँछ, हिंस्रकले चाहिँ अलिकति संसार एकदमै नराम्रोतिर धकेलिन्छ, तर आफूले गरेको कुरालाई रियलाइज गरेर, अर्थात् त्यसलाई पश्चाताप गरेर, पश्चातापको मतलब पछुताएर भनिएर हिँड्नु मात्रै होइन कि, आफूले महसुस गरेर मैले गल्ती गरेछ भनेर स्वीकारेर त्यो गल्तीलाई सच्यायो भने, अर्थात् आफ्नो गल्तीलाई सच्यायो भने बुद्ध बन्न पनि टाइम लाग्दैन भन्ने एउटा फिलोसफी सहितकोमा नाटक भएको हो। नेपालको हिसाबमा अर्थात् संसारकै हिसाबमा अहिले द्वन्द्व धेरै चर्किराखेको छ। द्वन्द्व चर्किनको कारण एकअर्काको प्रतिशोध नै हो। अनि अलिकति त्यो नै भएको हुनाले ती चिजलाई चाहिँ अलिकति मध्यनजर पार्दै अलिकति पोजिटिभिटीको लागि चाहिँ नाटक गर्नु पर्यो भन्ने हिसाबमा यो चाहिँ बुद्ध धर्मको धर्मसँग आधारित भयो भने विशुद्ध आध्यात्मिक मात्रै नभएर एउटा आम मानिसले, आम दर्शकले चाहिँ यसलाई एउटा उत्प्रेरणा आफ्नो मनमा एक खालको मैले यस्तो गर्दा यस्तो हुने रहेछ, मैले कतै मैले आफ्नो मनमा कतै न कतै करुणा राख्नुपर्ने रहेछ, आफूले गरेको कामलाई चाहिँ मैले पनि महसुस गरेर गलत हो या सही हो भनेर छुट्याउनु पर्ने रहेछ। गलत काम गर्यो भने कतिसम्म चाहिँ आफूले त्यसलाई शुद्ध हुनको लागि कतिसम्म दुःख गर्नुपर्ने रहेछ भन्ने कुरालाई चाहिँ अलि जोड दिएर मलाई निकै लामो भने होइन तपाईँले भन्नुभयो त्यो तपाईँले भनेकै कुरालाई भन्दा मलाई एउटा त्यो तपाईँले भनेको कुरा मध्येमा मलाई एकदमै फेरि एको गर्नु मन लाग्यो, त्यसलाई फेरि पनि झिकेर फेरि भन्नु मन लाग्यो। त्यो चाहिँ के भन्दाखेरि दुर्लभ कुरा के देखियो अझ भन्दाखेरि गल्ती हुन्छ, पाप हुन्छ, मान्छे हो होइन, तर त्यसलाई रियलाइज गरेर सुधार गरेर पनि सुधार गर्ने त कति हुन्छ सुधार गर्नुपर्छ भन्ने पाठ हो। तर बुद्धत्व प्राप्त गर्नु एउटै जुनीमा त्यो एकदमै दुर्लभ लाग्यो अनि त्यो सम्भव छ होइन। अनि त्यो उहाँको जीवनीबाट, उहाँले गर्नुभएको त्यो प्र्याक्टिसबाट नै थाहा हुन्छ र हामीले त्यो प्र्याक्टिस गर्नु पर्यो होइन भन्ने बडो राम्रो सन्देश दिएको थियो। मैले पनि अघि भनिहालेँ नाटक हेरेँ, तर मलाई यति साह्रो छोयो कि अति नै छोयो। आफूलाई पनि के रियलाइज हुँदो रहेछ भने हेत्तेरी के होइन भन्ने चाहिँ मलाई नै हिजो त्यो एकदमै रियलाइज भयो हजुरको होइन। हामीले जानी नजानी गरे हुन्छ नि त पाप कर्महरू, हाम्रो कर्महरू
फेरि यो पापले भरिएको संसारमा आफू पनि भड्किन जान्छ नि होइन, फेरि कसरी ब्याक आउने होइन। त्यो प्र्याक्टिस बुद्ध धर्म भनिन्छ, कसरी लिइन्छ सबैले यसलाई। मैले सरस्वती आफूले एउटा आवरणबाट मात्रै हेर्दा पनि एउटा बडो राम्रो जीवन सारथी हो। अनि हामीले चाहिँ प्र्याक्टिस हो यो राधा धर्म। धर्म आफैमा अलिकति फरक कुरा हो। अरू धर्महरूलाई हेर्दाखेरि चाहिँ एकदमै आध्यात्मिक उतिर जान्छ होइन, रिलिजियस भएर अलिक एक्सट्रिमतिर जान्छ भने बुद्धको सन्देश नै एकदम कम्प्लिट प्र्याक्टिस हो। एउटा जीवन मान्छेले कसरी जिउने त भन्ने कुरा बडो राम्रो सन्देश छ। अब मैले के बखान गरेँ हो होइन, संसारले मानिराखेको छ अहिले। त तपाईँले यो ड्रामा आफैले डाइरेक्सन गरेर यसरी गरेर ल्याउनु भयो। मैले सुने कि मिलारेपा त सर्वाधिक कमाउने ड्रामाको रूपमा अहिले उभिएको मैले सुने। यो कतिको सत्य हो, कसरी हामीलाई भन्न मिल्छ? नेपालको हिसाबमा चाहिँ कलेक्सनको हिसाबमा सर्वाधिकमै परियो। तर नाटकभित्र एउटा डायलग छ कि धर्मको नाममा पैसा थुपार्न पनि पाप हो भनेर आफैले इन्क्लुडिङ गरेको डायलगमा। तर यसलाई चाहिँ जति कमाइयो त्यसलाई चाहिँ सबैलाई एक्टरहरूलाई चित्त बुझ्ने गरी जसरी खर्च भएको थियो त्यसरी नै ल हामी अझै पनि फराकिलो हुन पायौँ, अझै हामी खुलेर खर्च गर्न पायौँ। किनभने नाटक भने चाहिँ एउटा कसै गरी प्रोडक्सन कस्ट उठाउनै गाह्रो सब्जेक्ट हो। किनभने एकचोटि गरिसकेपछि सबै ठाउँमा कति धेरै ठाउँमा सो भएको चलचित्र त टेन्सनमा पर्छ होइन। अब नाटक त एक सो लाइभ सो, त्यसपछि त्यस्तै सो भोलि पनि पर्सि पनि रेगुलर गर्नु, र नाटकको अडियन्स पनि अलिकति कम नै हुनु होइन। बिस्तार अहिले चाहिँ राम्रो खालको नाटक बनायौँ भने हामीले व्यापारको हिसाबमा पनि घाटा नहुने स्थिति छ। तर नेपालमा अङ्कमा भन्न मिल्छ कति कमायो? यसले चाहिँ टोटल 62 लाख चाहिँ कलेक्सन भएको थियो। तपाईँको बिरलै मुभीहरूले कमाउन सक्छ त्यति कहिले कहिले मुभीले पनि कि जब हामीले 69 सोमा चाहिँ हामीले त्यति कलेक्सन गर्न सक्यौँ। यो अहिले नेपालको मात्रै प्रदर्शनको कुरा गर्दै हुनुहुन्छ कि नेपालको मात्रै? अनि यसलाई चाहिँ अब विश्वव्यापी हुँदैछ यो त। अनि भिडियो मार्फत चाहिँ नाटकलाई भिडियो बनाएर धेरै ठाउँमा हामीले सकेसम्म यी कुराहरूलाई चाहिँ अलिकति फराकिलो ठाउँमा पनि पुर्याऊँ भन्ने हिसाबमा हो होइन। तर अब हामी हेरौँ कति सक्छौँ भनेर। युकेमा पनि बिसिसी युकेले विशेष प्रस्ताव राख्नुभयो, ल यो नाटक हामीले हेर्नु पर्यो। किनभने यो मिलारेपा भन्ने व्यक्तित्व चाहिँ बुद्ध धर्मले मात्रै मान्ने होइन, उहाँको योग साधना तपस्या देखेर सबै धर्म इन्सपायर भएर सबै धर्मले बराबरै मान्नुहुने गुरुको पनि हो होइन। उहाँको चाहिँ इन्सपायरिङ स्टोरी हामीले सबैलाई एकदमै अलिकति खुलेर देखाऊँ न भन्नुभयो। तर त्यत्रो जम्बो टोली नेपालबाट बेलायत ल्याउनलाई गाह्रै भएको हुनाले म एउटा उपाय निकाल्न सक्छु, म भिडियो खिचेर चाहिँ यसरी सो गर्छु नि त भन्ने हिसाबमा भिडियो सो गर्दाखेरि पनि अब नाटकमा थिएटरमा गरेको त हामी चर्को लास्ट सिटमा बस्नेले पनि त्यत्तिकै सुन्नुपर्छ नत्र पाप लाग्छ भन्ने एनसिसी आउँछ होइन। थिएटरको धर्म होइन। किनभने फर्स्ट रोलले जति सुनिन्छ लास्ट रोलले पनि त्यति नै सुन्नुपर्छ र त्यही इमोसनमा सुन्नुपर्छ भन्ने कुरालाई हामी विशेष मान्यता राख्छौँ नि त। भोइस एन्ड स्पिच भनेर पेल्छौँ। ती चिजहरूलाई पनि अलिकति हुँदाखेरि चाहिँ नाटकको स्वाद त अलिकति राम्रै। त्यसकारण चाहिँ यसलाई अब बेलायतमा यसरी सो भयो। हिजो सो गरिसकेपछि चाहिँ अलिकति अर्को ठाउँमा 1-2 ठाउँमा पनि सो गर्नु पर्यो भनेर प्रस्ताव आयो। 29 तारिकमा त सो गर्ने फिक्स नै भयो यता। अनि अर्को ठाउँमा पनि सो हुने कुरा चाहिँ अलिकति यो त अलिकति इन्ट्रेस्टिङ विषय, हामीलाई 1-2 घन्टा भए पनि अध्यात्ममा आफूलाई एकदम त्यो जोनमा होइन, त्यो एकदम मिलारेपा गुरुको चाहिँ जीवनमा छिर्न पाउँदो रहेछ
कसो पो गरौँ, हामीले पनि सो गर्न सकिन्छ भने ठिक छ होइन, कसरी गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ छ। त्यो यसलाई अब संसारभर फैल्याउने त होइन, तर कथा चाहिँ मिलारेपा गुरुको नाटक चाहिँ धेरैवटा नाटक पनि बनेको, फिल्म पनि बनेको, तर नेपाली भाषामा चाहिँ पहिलोपटक भएको भएर त्यसलाई चाहिँ सकेसम्म नेपाली दर्शकहरूमा चाहिँ पुर्याउँ कि भन्ने पनि हो। धेरै राम्रो। तपाईँले जे गर्नुभयो अघि त्यहाँबाट पनि एउटा सानो लाइन टिप्नु मन लाग्यो। त्यो के थियो भन्दाखेरि यो एउटा धर्म सम्बन्धी बुद्ध धर्म मात्र भनेर नल्याउँ, यो एउटा हरेक व्यक्तिले हेर्नुपर्ने एउटा कथा, जीवन कथा पो हो। हजुर होइन र? त्यो बुद्धत्व प्राप्त हुँदाखेरिको जर्नी एउटा धार्मिक हिसाबमा गयो अफकोर्स, एउटा के भन्छ ह्यान्ड रेल भन्छ नि होइन, त्यो गाइड लाइन बन्यो, तर यो जीवन कथा हो कसैको, एकजना व्यक्तिको जीवन, रियल जीवन कथा हो यो, कुनै काल्पनिक पनि होइन। त्यसले गर्दाखेरि यति प्रेरणादायी छ होइन। मेरो आँसु नै झऱ्यो एक ठाउँमा चाहिँ क्या, जब त्यो धर्मगुरु र गुरुआमाले बाट बिदाई हुन्छन् नि, अहिले कुरा गर्दा नि मलाई अलिकति भावुक भएँ, बिदाई हुन्छन् नि त्यो बेलाको त्यो तपाईँले एकदमै त्यो के एउटा त्यो उमा पुर्याउनु भएको छ, एकदमै इमोसनल छ त्यो क्षण। अनि अमेजिङ तपाईँले। अनि यो ड्रामाको खासियत मलाई के लाग्यो भने 35 जना कलाकार, राइट? 35 जना कलाकारमा तपाईँले क्यारेक्टरहरूलाई यसरी राख्नुभएको छ ठाउँहरूमा कि त्यो एकदमै जबरजस्त छ होइन। अनि यति राम्रोसँग यसको कोरियोग्राफी भएको छ, फेरि धेरै मुस्किल छ, एउटा जीवन कथा मात्र भनेको छैन, नाटकीय ढङ्गबाट थिएट्रिक तरिकाले। अनि अझ भन्नुपर्दा तपाईँले मिलारेपा गुरु चाहिँ आफै कवि होइन, त्यो उहाँको लाइनहरू पनि मलाई लाग्यो तपाईँले त्यहाँ मिसाउनु भएको छ। अनि त्यो आर्टिस्टहरूले क्यारेक्टरहरूले बोल्छन्, गाउँछन्, अनि त्यो जुन किसिमको त्यो थिएट्रिक निस्किएछ नि होइन। अनि त्यसमा हाम्रो अलिकति तपाईँले टच के दिनुभएको मैले देखेँ भने मुना मदन नाटकलाई त दुरुस्तै गीतमा देखाइयो नि, तर दुवै सम्मिश्रण अलिकति त्यो पनि चखाउनु भएको छ क्या स्वाद, बडो राम्रो लाग्यो मलाई त्यो होइन। त्यो धेरै गाह्रो कुरा छ। अनि त्यसमा कोरियोग्राफी बडो राम्रो परेको छ त्यहाँनिर। अनि त्यो सुन्दरीहरू आएर त्यो उहाँको कुरादेखि लिएर त्यो धेरै आर्टिस्टहरूलाई तपाईँले त्यसरी मिलाएर राख्नुभएको छ। अनि जुन किसिमको उहाँहरूको ड्रेस, त्यो के भन्छ त्यसलाई, आउटफिटहरू त्यसरी बनाइएको छ होइन, बडो एकदमै राम्रो परिश्रम गर्नुभएको छ। यो जसरी पनि हेर्नुपर्छ, सबैले हेर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यो अद्भुतै छ। म त्यत्तिकै फुर्काएर भनेको होइन यो हजुरलाई, तपाईँले धेरै कुरामा ध्यान दिनुभएको छ। अनि कति कठिन भयो होला त यो, यसलाई चाहिँ गुरुले त्यहाँ हाम्रो धर्मगुरु हुनुहुन्थ्यो, उहाँले पनि भन्नुभएको थियो यो ड्रामा तयार गर्नलाई 1 वर्ष लाग्यो झन्डै हजुरहरूलाई। हजुर 1 वर्षमा तयार पार्छु भनेको 2 वर्ष चाहिँ लाग्यो झन् पो 2 वर्ष अझ होइन, 1 वर्ष चाहिँ तपाईँहरूको योजना थियो। तर भन्दाखेरि पनि कति कठिन भयो होला त होइन। त्यो हेर्दा पनि अनुमान लगाउन सकिन्छ, गर्दाको कुरा त अब त्यसको 10औं गुणा बढी परिश्रम लाग्छ। एनिवे हामीले अब यो मिलारेपा जुन छ, अब बुलविचमा पनि सो हुँदैछ, दर्शक श्रोतावृन्दलाई मैले भन्न चाहेँ। र त्यहाँ चाहिँ अब 29 तारिक सो हुँदैछ। यसको लागि सम्पर्क हाम्रो यहाँ अल्डरसटको बिसिसी हाम्रो युकेमा सम्पर्क राख्नु होला। त्यसमा देव गुरुङजी हुनुहुन्छ होइन, देव बहादुर हुनुहुन्छ। अनि त्यहाँ हाम्रो आङदावा शेर्पाजी हुनुहुन्छ। ठाडै हाम्रो चाहिँ बौद्ध गुम्बामा हजुरहरूले सम्पर्क राख्न सक्नुहुनेछ। र यो चाहिँ छुटाउनै नहुने लाग्यो एकदमै होइन, त्यो छ। त युकेको अरू ठाउँहरूमा पनि सो हुन सक्ला कि यहाँहरूले सम्पर्क राखेर उहाँहरू इच्छुक हुनुहुन्छ
देखाउन सक्नुहुन्छ र यहाँले लगेर फेरि त्यहाँ पनि होइन आफ्नो आफ्नो ठाउँमा त्यो छ। यो मौका चुकाउनु नहुने मौका छ मलाई लाग्यो। अब हामी यहाँबाट अर्को पातोतिर लागौँ होइन। अर्को पातोमा जाँदाखेरि मलाई नै पनि कौतूहल लागेको कुरा हो हजुर होइन। तपाईँको अहिले रङ्गमञ्चमा आफ्नो एउटा स्थान छ त, एउटा नेसनल आर्टिस्ट तपाईँ थिएटरबाट उठेर फिल्ममा पनि हजुरको फिल्ममा पनि नभनौँ अझ फिल्ममा ज्यादा तपाईँलाई दर्शकहरूले चिन्नुभयो। हजुर हाइट भन्ने थिएको ल्याएर तपाईँले सबै मान्छेले मुखैमा झुन्डाइदिनु भयो हाइटलाई। यो हाइट कहाँबाट आयो? आउन त मुखैबाट आएको हो। अब यो चाहिँ एउटा क्यारेक्टर निर्माणको बेलामा कबड्डी चलचित्रबाट चाहिँ त्यो शब्दबाट चाहिँ रामबाबु गुरुङ दाइले लेख्नु भएको थियो। अनि त्यसमा चाहिँ क्यारेक्टर डेभलपको बेलामा चाहिँ कसलाई हेरेर क्यारेक्टर बनाउने भन्ने हुन्छ नि त। त्यो मैले गरेको पात्र कोसँग मिल्दोजुल्दो छ, कहाँसम्म मै हो कि अर्को कोही साथी हो कि अर्थात् साथीको छिमेकी पो हो कि अझै होइन। त्यो सर्च गर्ने क्रममा चाहिँ करिब करिब म यसो कहाँ त्यति धेरै टाढा खोज्नु, एक दुईवटा डायर साहबको रामबाबु दाईकै चोर्छु, एक दुईवटा मेरो भइहाल्यो भनेर एउटा मिक्स बनाउँदाखेरि अलि पसाङ्गिएर बाङ्गिएर अलिकति अनुहारै भत्काएर भन्ने खालको त्यो खालको के न बिताउला जसरी सोच्छ, तर वास्तवमा त्यसले केही सोचेको अनुहार स्ट्रक्चर मात्रै त्यही मात्रै त्यति मात्र बोल्छ कि हाइट होइन होला हो होला भन्ने मात्रै। त्यहाँदेखि चाहिँ सुरु भयो हो नि। एउटा साधारण कुरामा पनि अब मैले जोक भनेर मान्छे हाँस्दैन नि त होइन। मैले भन्दा पनि हाँस्दैन, तपाईँले देख्न बित्तिकै मान्छे हाँस्छ। त्यो चाहिँ अलिकति अनुहारको कारण पनि होला, अलिकति किन मिलेन यसको स्ट्रक्चर होइन। सबै मिलेछ त सर्लकै होइन। तपाईँ हाँस्दै गर्दा मेरो आँखा त बन्द भएको जस्तो देखिन्छ होइन। भन्छन् नि अब रुवाउनुभन्दा हँसाउन गाह्रो छ। तपाईँलाई गाह्रो लाग्छ? लाग्छ, बेसरी लाग्छ। रुवाउनु त किजिस गऱ्यो भने तुरुन्तै धुर रोइहाल्छ नि। हँसाउन त के काउकुती लाउनु पर्यो होइन। हँसाउन त अब उहाँको मुडलाई डेभलप गर्दै ल्याएर अलिकति अनुहार उज्यालो मन खुल्ला पारेर बल्ल पो हाँस्नु पर्यो। हाँस्नु मात्रै पनि ठुलो कुरो होइन, हाँस्नु त हा मात्रै होइन कि सम्झिँदाखेरि पनि हाँस उठ्ने खालको हुनलाई चाहिँ अलिकति च्यालेन्ज नै हो। मान्छे रुवाउनलाई त अहिले भावुक कुरा गरेर चित्त दुखेको बेलाको महसुस गर्यो भने हेर्नुहोस् त जीवन भन्ने बित्तिकै दिक्क लागेर त्यही रुन थालिहाल्छ होइन। तर हँसाउनलाई चाहिँ अलिकति चाहिँ रुवाउनुभन्दा हँसाउन अलिक गाह्रो हो जस्तो लाग्छ मलाई। अनि तपाईँ वास्तविक जीवनमा नै पनि हँसाउनुहुन्छ कि घरमा पनि हँसाउनुहुन्छ कि घरमा पनि त्यही हँसाउने कार्यक्रम नै चलिरहन्छ कि तपाईँको जीवन नै यस्तो छ कि होइन? घरमा मात्रै हो। घरको कार्यक्रम त सबै भनेर साध्य हुँदैन। हँसाउने कार्यक्रम बाहेक त त्यो त रिसाउने कार्यक्रम पनि हुन्छ नि त। म त्यति धेरै ऊ चाहिँ होइन, हाँस्ने त होइन। सिचुएसनलमा चाहिँ मान्छेले इन्जोय, सिचुएसनल जे कुरा हो रियालिटीको अलि नजिक रहँदाखेरि चाहिँ मान्छेले रियलसँग चाहिँ अलिअलि इन्जोय मान्नु हुँदो रहेछ भन्ने चाहिँ लाग्छ मलाई। त्यति धेरै घरै हँसाउने बाटै हँसाउने चाहिँ होइन। म आफूलाई कलाकारहरू अर्थात् क्याटेगोरी चाहिँ हास्य कलाकार, रुन्चे कलाकार भनेर क्याटेगोरी हुँदैन होला जस्तो लाग्छ। एउटा क्यारेक्टर एउटा एक्टरले चाहिँ आफ्नो हिसाबमा हुन्छ होला जस्तो लाग्छ। पर्सनल लाइफमा त्यति धेरै हाँस उठ्दैन। पछिल्लो समयमा चाहिँ अलिकति म रिसाउन कम गरेको छु, नत्र पहिला बेसरी रिसाउँथ्यो। फेरि तपाईँ रिसाउँदा पनि मान्छे हाँस्ने भयो नि त अहिले। अनि रिसाउने कथाहरू त जस्तै टिमका साथीहरूले पनि सँगै बसेका साथीहरूले
घरका मान्छेहरूले कति रिसाउँछ यो भन्नुहुन्छ रिस। तर पछिल्लो समयमा चाहिँ रिस भन्दै महसुस फेरि म रिसाउँदिनँ अब भन्ने चाहिँ मिल्दैन क्या, किनभने त्यो ह्याबिट रहेछ। तर पछिल्लो समयमा जस्तै मिलारेपा नाटक गर्दाखेरि चाहिँ एउटा डायलग छ, मनलाई एकदम रिसलाई कन्ट्रोल गर्न सकेन भने शान्तिको अभ्यास गरेर के लाभ भन्ने छ क्या। अनि घरिघरि रिस उठ्दै पछि म त्यो डायलग गर्छु, रिसलाई कन्ट्रोल गर्न सकेन भने शान्तिको अभ्यास गरेर के लाभ भन्ने कन्ट्रोल त्यो खालको हुन त उमेरले पनि हुँदै गएको होला कि रिस उठ्छु भन्दाखेरि पनि अल्छी लाग्दो हुँदै आयो होला नि त। अब एकछिनपछि उठौँला नि त भन्ने। एब्सोल्युटली उमेरले धेरै फरक पार्छ। अनि यङ उमेरमा हामी झनकै रिसाउने हुन्छ भने पछि रियलाइज गर्ने, अलिकति सोच्ने बन्दै गइन्छ रहेछ। अब मेरो पनि उमेरको अनुभव भनौँ न। गहना नारीको श्रृंगार हो, परिवारको भविष्यको लगानी। सुन शुद्धताको प्रतीक हो, साथै माया र ममताको खानी। त्यसैले शुद्ध सुन, आकर्षक डिजाइन तथा सुपथ मूल्यका लागि एकमात्र भरपर्दो नाम अनुग्रह ज्वेलर्स। अनुग्रह ज्वेलर्स, शुद्ध सुनको ग्यारेन्टी, 100% buyback guarantee. Aldershot, 4 Station Road, Aldershot, GU11 1HT. London, 4A Lakedale Road, London SE18 1PP. Free delivery all over the UK. www.anugrahajewelers.com. Anyway, रङ्गमञ्च हजुरमा तपाईँ रङ्गमञ्चमा पहिला आउनुभयो नि त हो। अनि रङ्गमञ्चमा आउँदाको सुरुको दिन तपाईँ कहाँ कसरी प्रस्तुत हुनुभयो, कसरी यो मौका मिल्यो र तपाईँ रङ्गमञ्चमै आउँछु भनेर आउनुभएको थियो कि कसरी सुरु भयो यो यात्रा? पहिलो दिन सम्झिनुहोस् न। त्यस्तो पहिलो रेकर्डेडवाला एकदम रेकर्डै राख्नुपर्ने त्यस्तो खालको त भएन मेरो जीवनमा, किनभने त्यति बेला चाहिँ आफ्नै हिसाबमा सङ्घर्ष गर्दै हिँड्ने। अनि त्यसपछि जीवनमा यो बन्छु भनेर उद्देश्य क्लियर नभएको लुन्ठुङ जता पनि हिँड्ने खालको एउटा केटो सोझो केटो थियो म। भनेपछि कलाकार बन्छु भनेर कलाकार त्यस्तो मेरो उद्देश्य थिएन। गाउँमा नाटक गरिन्थ्यो तर कलाकार बन्छु भन्ने चाहिँ थिएन, जे अगाडि आउँछ भन्ने हो। अनि उद्देश्य निर्धारण नभएपछि केही खाली स्पेस हुँदो रहेछ, अनि खाली स्पेसमा चाहिँ सायद रङ्गमञ्च छिरेको जस्तो लाग्छ। पहिलो पटक त म चाहिँ ट्रेकिङबाट सट्टै टासी लाप्चे क्रस गरेर पुरा झोला बोकेर अनुहारै डढेर आएको थियो। अनि त्यो सामाकोसीमा मेरो नाताले बाजे पर्ने तर मेरै एजको हुन्छ नि प्रभात लामाले चाहिँ नाटक गर्छौ तिमी त पहिला गाउँमा खतरा नाटक गर्थ्यौ, नाटक गर भन्यो। अनि त्यसपछि भारी बोकेर म त्यत्रो हिमाल चढ्न सक्छु, नाटक गर्न सक्दैन भनेर ल नि त सुरु गरौँ भन्ने भयो। तर त्यत्रो प्लान सहित होइन, काम हो भन्ने हिसाबमा। अनि शङ्खनारायण प्रजापति दाईलाई भेटाइदिनु भयो। त्यसपछि पुष्कर गुरुङ सरको डबली थिएटरमा लानुभयो छिटो। अनि पुष्कर सरले मलाई डबलीको एउटा प्रोजेक्टमा जोइन भएँ। त्यहाँदेखि चाहिँ नाट्य यात्रा सुरु भयो। अनि त्यो एउटा प्रोजेक्ट गरिसकेपछि चाहिँ महसुस गरेँ मैले के चाहन्छु भन्ने कुरा। अनि केही समय अगाडिदेखि छोडिएको आफ्नो पढाइले गर्दाखेरि मैले कति धेरै सब्जेक्ट किन पढ्नु, यसैलाई चाहिँ बेसरी घोट्छु। मैले कलेज पढेर पनि मेरो अलिकति नलेजले अलि नभ्याउने नै जस्तो देखिएर एकदम हामीले भन्छौँ नि नेपालमा त ट्युबलाइट भने चाहिँ स्विच ट्वाक्क दबाएपछि बिस्तारै फ्रिक गरेर मात्र बल्थ्यो नि त हो। त्यस्तो अलि बिस्तारै कम बुझ्ने भएर अहिले पनि म हजुरले भनिसकेपछि एकछिनपछि
भने कोहीसँग कता भागिसकेको हुन्छ म त अतै गइराखेको हुन्छु त्यस्तो हुन्छ नि त। त्यसरी चाहिँ बिस्तारै सुरु हो। अनि नाटकमा इन्ट्रेस्ट बढ्दै गयो। जीवनमा कति धेरै कामहरू गर्नुभन्दा एउटा काममा गरौँ, काहीँ न काहीँ त खर्च गर्नुपर्ने रहेछ, एकै ठाउँमा खर्च गरौँ भन्ने हिसाबमा अनि मैले यसैलाई बाटो बनाएँ। वाउ, भनेपछि अहिलेसम्म मलाई किन वाउ भयो भन्दाखेरि नि अब धेरै को कलाकारहरूको गर्दाखेरि चाहिँ त्यही नै देखिन्छ कि प्रायः म कलाकारै बन्छु भनेर नै, तर तपाईँको अकस्मात संजोग भयो अनि त्यसरी तपाईँ अहिले यहाँ हुनुहुन्छ। बुद्धि तामाङलाई नचिन्ने बिरलै मान्छे छन्। त्यो त सुरुवात भयो। कलाकार बन्नको सङ्घर्ष चाहिँ फेरि 8-10 वर्ष मेरो प्रश्न त्यहीँ आउनु लाग्यो। ए हो, म अझ उछिटिए छु क्या। सङ्घर्षको दिनहरू होइन, सम्झँदाखेरिको सबैभन्दा कठिन दिन, कठिन के थियो, के भयो? त्यस्तो कठिन दिन भन्ने चाहिँ रजिस्टरै गरेन। ओहो मलाई कति दुःख भयो भन्ने महसुस भएन। जे आउँछ अगाडि बढ्दै जाउँ भन्ने कुरा। कतिपय बेलामा पैसा नभएर खाना खाइँदैन थियो, खाजा खाइँदैन थियो, गाडी चढिँदैन थियो, हिँड्थ्यो। ती चिज चाहिँ त्यति बेलाका लागि सिचुएसन नै त्यस्तो भइदियो। त्यसलाई कठिन दिन भन्नु त के भन्नु जस्तो लाग्छ, किनभने सबैले धेरैले सबैको जीवनमा सङ्घर्ष गरेको हुन्छ, जीवन जसले भोगेको हुन्छ होइन। गाडी चढ्ने पैसा भएर गाडी नै चढे पनि गाडीभरि दुःखी भएर हिँडेको पनि मान्छे हुन्छ होला नि त होइन। तर त्यसरी भएन, सिम्पल तरिकाले नै महसुस गरियो। मलाई बडो मजाको तपाईँले शब्द लास्टमा बोल्नु, मैले त्यही भन्नु खोजेको थिएँ कि महसुस होइन। तपाईँले चाहिँ त्यो यात्रालाई जसरी भयो नि इन्जोय गर्नुभयो क्या त्यति बेला जे थियो अनि हिँड्नु। म मात्रै हिँडेको छैन, इन्जोयमा चाहिँ एउटा थुप्रै मान्छे हिँडिरहेछन्। इन्जोयमा चाहिँ एउटा प्रसङ्गमा फ्याटै आएँ, प्रायः इन्टरभ्यूमा त्यो आइरहन्छ। म एकचोटि जमलमा रेस्टुरेन्टमा काम गर्थेँ अनि बेलुका अलिकति अबेर छुट्टी हुन्थ्यो 10-11 बजेपछि। त्यति बेला चाहिँ ट्रली बस चाहिँ सूर्य विनायकसम्म जान्थ्यो। म बस्नुपर्ने चाहिँ सूर्य विनायक पाण्डु बजारमा बस्नुपर्ने थियो भक्तपुरको। जमलदेखि त्यहाँसम्म हिँड्नु पर्थ्यो। ट्रली बस भेट्ला कि भनेर स्पिड कुदेर त्रिपुरेश्वर पुग्थ्यो, तर स्वाट गइसकेपछि गयो। अब के गर्ने त भन्दा हिँड्दै जानु पऱ्यो। अनि हिँड्दै जान्थेँ। कोटेश्वरसम्म जाँदाखेरि त उज्यालो बत्ती थियो। कोटेश्वरदेखि तलतिर चाहिँ साँघुरो रुखहरू भएको अनि बाटो थियो, बत्ती नभएको अँधेरो। अनि सिधा साँघुरो ठिक्कको अहिलेको जस्तो फराकिलो एकदम थिएन होइन। अनि त्यो अँधेरोमा चाहिँ हिँड्दै गर्दा कुकुरले बेसरी लखेड्थ्यो, भुसिया कुकुरहरू एकदम धेरै कुकुरले लखेड्थ्यो। अनि म कुकुरले लखेड्थ्यो तुफान हाँस्दै भाग्थेँ कि इन्जोय गर्दै भाग्थेँ। अनि कहिलेकाहीँ कुकुरले लखेड्दैन थियो। ओहो आज कुकुरले लखेडेन, छिटो पुग्दैन क्या हो भन्ने अनि कुकुर लखेड्दा जति लखेड्यो त्यति म छिटो पुग्छु भन्दै होइन। तपाईँ हिँडेरै अब त्रिपुरेश्वर पुग्नु पर्यो, त्रिपुरेश्वरमा ट्रली बस नभेटिसकेपछि कति लाग्यो, कति लाग्छ? 1.5 घन्टादेखि 2 घन्टासम्म पुग्छ है। पुग्छ होइन हौ आम्मा, त्यो हिँडाइ त बडो राम्रो हिँडाइ भयो त, लामो हिँडाइ हो त त्यो। आम्मामा होइन सोच्दा चाहिँ कहाली लागेर आउने हो, तर हिँड्दा त मजा आउँछ नि। किनभने बाटोमा हिँड्दाखेरि फरक फरक चिजहरू एकचोटि चाहिँ रिलेसनहरूको केमिस्ट्रीमा भन्दाखेरि मैले पछि महसुस गरेँ नाटकमा छिरिसकेपछि केमिस्ट्री डेभलप कसरी भन्नेमा। अनि त्यो हिँड्दाखेरि चाहिँ आफू एउटा बाटोमा हिँडिरहेको छ, पारिपट्टि कुकुर हिँड्दा पनि साथी नै हो कि जस्तो लाग्थ्यो। स्वाट उता जाँदाखेरि मानव कोटेश्वरदेखि तल लोकन्थलीसम्म मात्रै सँगसँगै हिँडिरहेको कुकुर, मानव कुकुर नै हिँड्यो भने पनि साथी हो पारिपट्टि छ जस्तो फिल हुन्थ्यो। उता गए पनि छ भनेर हेर्न सकिन्थ्यो नि त। कहिलेकाहीँ पनि लखेड्थ्यो त, कहिलेकाहीँ त लुनु हिँड्थ्यो नि त। त्यो अब तपाईँले कुरा गर्नुभयो त्यो पुल, त्यो उताबाट नदी बगिरहेछ,
तपाईँको त्यो त्यहाँ त खेतै थियो होइन, घर त उता टाढामा 2-4वटा घरहरू थिए। अनि म काठमाडौँमा बच्चैदेखि काठमाडौँमा म पनि बसेको। अनि हामी टिभीमा ऊ हेर्न जान्थ्यौँ के भिडियो हेर्नु। यता कहीँ पनि हुँदैन थियो, आफ्नो घरमा पनि छैन, टोलमा पनि छैन। भिडियो हेर्नलाई हामी टिभी जानु पर्थ्यो। अनि दाइहरूसँग गइन्थ्यो, त्यो भ्यागुता कराएको म्युजिकै हो नि, किसिम यता एउटा आवाज आउँछ, अर्कोबाट ट्वाँट गर्छ, एउटा ट्याँट गर्छ, के गर्छ, जुहारी हुँदो रहेछ उनीहरूको किसिमै होइन। अनि फुच्चेदेखि नै अनि कोटेश्वरमा पनि थोरै घरहरू थिए जहाँबाट टेक अफ हुन्छ, ल्यान्डिङ हुन्छ। अहिले त्यहाँनिर त्यो थिएन, गौचरण थियो, गाई चर्थ्यो त्यहाँनिर, त्यसको नामै गौचरण थियो। त्यहाँ बरबिउको रुख थियो अलिकति पर होइन। पछि मात्रै एक्सटेन्ड भयो। म कोटेश्वरै बस्थेँ, बानेश्वर बसियो पछि चाहिँ अलिक ठुलो भएपछि। अनि चाहिँ त्यो मैले पनि मेरो आँखाले देखेको हो। र हिँड्न त म पनि धेरै जमलदेखि महाराजगञ्जसम्म चाहिँ हिँडेको छु। सूर्यविनायक त्रिपुरेश्वरबाट सूर्यविनायकको यात्रा त अलिक जमलदेखि अझ त्रिपुरेश्वर पुग्नु छ, यो त होइन, अलि होइन हिँड्न साधारण नै भयो। होइन हिँड्दाखेरि चाहिँ त्यो साधारण सामान्य लाग्छ। अर्को कुरा त म काभ्रेमा जन्मेको हो, त्यो 1-1.5 घन्टाको बाटोलाई बाटोमा गणनै गरिँदैन, हिँडेकै हो होइन। अब 6-7 दिन नै त हिँड्ने मैले गफ दिएको होइन। हाम्रो घरबाट म ओखलढुङ्गाबाट होइन, ओखलढुङ्गा भन्नाले गाउँ चाहिँ तर रामेछापको बोर्डरमा पर्छ, देखि हिँड्दाखेरि हामी के अरे बस चढ्नलाई लामो साङ्गो आइपुग्नु पर्थ्यो। जिरीको बाटो खनेकै थिएन, कल्पनै थिएन। म सानो फुच्चेदेखि हिँडेको होइन। अनि काठमाडौँ आउनलाई त्यहाँ आउनु पर्थ्यो, 6 दिन टक्रक्कै हिँड्नु पर्थ्यो। बल्ल मात्र त्यो बिलौने पानी भन्छ माथि मुडेको मुनि, बिलौने पानीबाट तल बस यत्रो किरा जत्रो देख्थ्यो नदीमा कि होइन। चाहिँ म पनि त्यो भोगाई त्यो दिनहरू मैले नि भोगेको। एब्सोल्युटली हाम्रो यो अद्भुत कथा जस्तो लाग्छ यङ्स्टर्स अहिले चाहिँ। तर यो एउटा साधारण जनजीवनको कुरा हो हाम्रो देशको लागि त होइन। मलाई त्यति बेलाका सङ्घर्षको बेलाको कुरालाई पछि सम्झिँदाखेरि चाहिँ मैले त त्यो सङ्घर्षलाई पनि इन्जोय गरेको रहेछ भन्ने चाहिँ फिल भयो मलाई फेरि पछि चाहिँ। हो, अनि बडो राम्रो लेसन फर्केर हेर्दाखेरि चाहिँ ती चिजमा आफूलाई त्यसैमा इन्जोय गर्दै अन्त त्यसलाई मैले ओहो दुःख भयो भने भए चाहिँ अलिकति त्यति बेलै नै अलिक होपलेस हुन्थ्यो कि होइन जस्तो पनि लाग्थ्यो। यो एउटा बडो राम्रो एक्सक्युज मी लेसन पनि हो। यहाँ अब पश्चिमी देशमा पनि गोराहरूले भन्छ नि त, आर यु इन्जोइङ, क्वेसन नै सोध्छ उनीहरूले, भाइ आर यु इन्जोइङ भन्छ क्या, जे गरिराखेको छ नि। त्यसको अर्थ पछि मात्रै बुझेँ मैले पनि, धेरै समय लाग्यो बुझेपछि धेरै बाँकी। मैले आन्सर कसरी पनि दिएको छु भने डु यु थिङ्क आइ एम इन्जोइङ, किनकि मलाई मन लागेको छ नि त्यो काम गर्नु, मनै लागेको छ नि क्या, भुतुक्कै भएको छु क्या। अनि तर गर्नुपर्ने छ नि त, गरिरहेको छु नि त। तर त्यो जब इन्जोय गरेन भने चाहिँ त्यो कठिन हुने रहेछ नि त। त्यो जस्तै जे भयो भने त्यसलाई इन्जोय गऱ्यो भने सजिलै कट्ने रहेछ। फेरि बेसरी इन्जोय गर्नु पनि रोगै रहेछ नि त। अस्ति भर्खर यो एकरो काममा लागि पर्नु पनि एउटा रोग हो भनेर मैले त्यो अनलाइनमा देखेँ। जे होस् होइन, धेरै डुबेपछि फेरि कि चाहिँ कवि हुन्छ कि साइन्टिस्ट हुन्छ है फेरि। एनिवे एकदमै तपाईँको पनि आफ्नै कथा एउटा इन्सपायरिङ कथा छ भने मेरो, अनि हामी सबैको जीवनमा एउटा इन्सपायरिङ कथा छ, एउटा शिक्षा दिने कथा छ। अनि हामीले गरेका अघि नै मिलारेप्पासँग जोड्दाखेरि गरेका गल्तीहरू हुनेछन्, इन्जोय नगरेका दिनहरू होलान्, इन्जोय गर्नुपर्ने पाठ सिकियो। गर्दा गर्दा जीवनले हामीलाई पाठ सिकाउँदै जान्छ होइन। तपाईँलाई अहिलेसम्म जीवनमा सबैभन्दा घतलाग्दो पाठ सिकेको तपाईँले के हो? तपाईँ जीवनमा सिकेको छैन नि।
यस्तो रहेछ भन्ने चाहिँ बिस्तारै महसुस मैले भने अघि सुरुमै भने म बिस्तारै बुझ्दै जाँदो रहेछ कि अझ उमेर अहिले हजुरले भन्नुभयो मलाई निकै पछि लाग्यो इन्जोइङ भन्ने आर यु इन्जोइङ भन्ने बेलामा पछि महसुस भयो अब बित्न जाने बेलामा मात्रै महसुस होला कि भन्ने पिर के धेरै चिज पछि एउटा महसुस भने चाहिँ जस्तै मलाई एउटा चरणदास चोर नाटक गर्ने क्रममा चरणदास चोर भन्ने नाटक गरियो नाटक गर्दै जाँदाखेरि चाहिँ त्यसको 50औं 60औं सो गरिसकेँ अनि पछि मलाई त्यत्रो गरिसकेपछि चाहिँ एउटा एक दिन महसुस भयो कस्तो है यो इमान्दार झुट नबोलेर नबोल्ने पनि चोर हुँदो रहेछ नि त पेसाको हिसाबमा चोर भयो होइन तर झुट नबोल्ने जस उसको झुट नबोल्नुको कारणले गर्दाखेरि चाहिँ उसलाई मृत्युदण्ड दिइन्छ चरणदास चोर कथामा अनि मृत्युदण्ड दिइन्छ अनि त्यसमा चाहिँ उसले झुट नबोल्न पनि मिल्दो रहेछ नि त भनेर मैले त्यहाँदेखि चाहिँ झुट कम बोलौँ न त बोल्दै बोल्दिनँ भन्न त मिलेन होइन कसैलाई कहिले असर हुन्छ कहिले आफैलाई बेसरी असर हुने ठाउँमा त झुट नबोलिकन त मिल्दैन र अर्को कुरो मान्छे भएर जन्मेपछि त्यति एकदम सर्वश्रेष्ठ प्राणी भएर जन्मेपछि झुट नबोलिकन त बाँच्न सकिँदैन होला नत्र झुट बोलेन भने त हामी सर्वश्रेष्ठ प्राणीमा पर्दैनौँ होला जन्ने मेरो त्यत्रो नसोच्नु न तपाईँले मैले कति नै फिलोसफीकै कुरा गरेँ क्या भने एकदम फिलोसफिकल नि होइन त्यत्रो होइन भनेको मतलब सर्वश्रेष्ठ प्राणी हुँदा त हामीले त अलिकति त झुट बोल्नु पर्यो नि त तर कम झुट बोलौँ होइन तपाईँले मलाई सोचनीयमा पार्नु होइन सर्वश्रेष्ठ प्राणी नै हुँदैन झुट बोलेन भने त त्यो त हुँदैन है श्रेष्ठ प्राणी चाहिँ हुन्थ्यो श्रेष्ठ प्राणी चाहिँ हुन्थ्यो होला आज सर्वश्रेष्ठ प्राणी हो नि त हामी त फेरि सोच्नु भयो त मलाई उल्टो तपाईँले सोचनीय बनाउनु भयो त ओ माई गॉड है त्यहाँदेखि चाहिँ त्यो नाटकले मलाई के महसुस भयो भने अलिक कम झुट बोलौँ भन्ने चाहिँ महसुस भएको हो न एउटा धर्मग्रन्थ धर्मशास्त्र जे भनौँ या त जीवनको फिलोसफी अब लाइफ फिलोसफीमा पनि जीवन दर्शनको पनि कुरा त्यही नै हो कि झुटो बोल्दाखेरि कसैको कल्याण हुन्छ भने कसैको घाटा हुँदैन भने त्यो क्षणमा झुटो बोल्दा भयो भनिन्छ होइन त्यसले गर्दाखेरि एब्सोल्युटली त अनि त्यसपछि तपाईँले पहिलो फिल्म चाहिँ कुन गर्नुभयो ड्रामा पछि तपाईँको फिल्ममा तपाईँले पदार्पण गर्नुभयो चान्स मिल्यो कुन फिल्म थियो कसरी मिल्यो सुरुमा त मैले फिल्ममा नाटकमा जसरी काम गरिन्थेँ ब्याक स्टेजमा धेरै काम गरियो अनि ब्याक स्टेजमा सेट बनाउने लाइट डिजाइन गर्ने त्यो हिसाबमा गर्दाखेरि चाहिँ सुरुमा फिल्महरूमा चाहिँ आर्ट डिरेक्टरको रूपमा काम गरेँ अनि बिस्तारै काम गर्दै आइसकेपछि चाहिँ एज एन एक्टर अब म टाक्रा टुक्रा त उभिने यसो साथीको जस्तो त गरिन्थ्यो त्योभन्दा अगाडि पनि त्यो अलिअलि सेट पनि बनाउने अनि त्यसपछि डिजाइन पनि गर्ने आर्ट पनि हेर्ने अनि त्यसमा एक्ट पनि गर्ने त हुन्थ्यो र एज एन एक्टरलाई ल नि त खुलेरै काम गरौँ नि त भन्ने हिसाबबाट चाहिँ कबड्डीबाट सुरु गरेँ त्योभन्दा अगाडि चाहिँ रेड मनसुन भन्नेमा पनि एउटा क्यारेक्टर सानो सानो क्यारेक्टरहरू सागुरुहरूमा यसो छिटफुट उछिटिएको पार्टहरूमा सम्हाल्न सकिन्थ्यो अनि एज एन एक्टर चाहिँ ल नि त सुरु गरौँ मुभीमा पनि भन्ने हिसाबमा चाहिँ कबड्डीबाट सुरु भयो कबड्डी गरिसकेपछि चाहिँ अनि ओहो सबैले ओहो तपाईँ त मुस्ताङतिरको होला भनेको त थिएटर एक्टर हुनुहुँदो रहेछ फिल्ममा काम गरौँ न भन्दा त्यो त एउटा झुकिएर मन पराउनु भएको हो कि त्यो भन्दा त जाँदैन होला म भन्थेँ र पछि बिस्तारै त्यतातिर गएँ बिस्तारै पछि ट्याग लागेपछि त रिसाएर मैले फटाफट धेरै अहिले पनि त्यही न एउटा तपाईँले छापै छोड्नु भएको छ जनता जनार्दनहरूको दिलमा बस्न सक्नुभएको छ त्यो सानो परिश्रम र भाग्य पनि हुनुपर्छ नभए हुँदैन यी दुई कुराहरू र यो सम्भव भयो र अब त्यो जुन ड्रामा र फिल्मको दुइटै हामीले कुरा गर्दैछौँ ड्रामा गर्न सजिलो कि फिल्म गर्न सजिलो जस्तो लाग्यो एक्टिङ गरिरहेको हिसाबमा त्यसको अब मिडियम चाहिँ अलिकति फरक हो
तर दुइटैको आफ्नो गाह्रोपन आफ्नो सजिलोपन छ त्यस्तो लाग्छ मलाई चाहिँ बराबरै जस्तो लाग्छ अलिकति बढी समय नाटकमा गरेको भएर चाहिँ नाटक गर्न अलिकति सजिलो इन्जोय अनि अलिकति मजा स्वाद लाग्ने चाहिँ नाटकमा चाहिँ अलिकति बढी स्वाद लाग्छ तर पनि अब त्यो फेरि फिल्ममा चाहिँ त्यहाँ चाहिँ बिग्रिहाल्यो भने सपार्ने स्पेस छ त्यसको विशेषता अलग भइहाल्यो होइन अनि त्यो गाह्रो सजिलो त उस्तै हो गाह्रो मान्यो भने गाह्रै हुँदो रहेछ सजिलोसँग आफूले सजिलो मान्यो भने त सजिलै हुन्छ होला जस्तो लाग्छ तर मिडियम मात्रै फरक हो सेक्टर एउटै हो जस्तो लाग्छ एब्सोल्युटली मलाई नि सम्झना आयो त्यो दिनहरूको अनि त्यसमा मैले पनि एक दुईवटा ड्रामाहरू त्यो ताका निर्देशन गरेको थिएँ अनि मैले मेरो आर्टिस्टहरूलाई मैले उनीहरूलाई कसरी भन्थेँ भन्दाखेरि तिमीहरू चाहिँ हामीहरू जो आर्टिस्टहरू छौँ हामी चाहिँ बन्दुकबाट निस्किएको गोली जस्तो हो थिएटर आर्टिस्टहरू त्यो फर्केर फेरि नालीमा पसेर त्यो नालबाट भित्र चिरेर फेरि पड्किने अवस्था छैन त्यो गएपछि गयो टार्गेटमा लागोस् नलागोस् सकि त गयो सक्यो यस्तो विचार गर्ने हो भने ड्रामा थिएटरको आर्टिस्टहरू भनेको एकदम स्केरी कुरा छ क्या होइन कसै गरेर बिग्रियो भने त सुधार्ने मौकै छैन अलिकति के छ भने आफूले कसरी त्यसलाई म्यानिपुलेट गर्न सकेला घुमाउन सकिन्छ होइन अनि अर्को चाहिँ कति केसेसहरूमा मैले उहाँहरूलाई सिकाउँदाखेरि चाहिँ कसै गरेर गल्ती भयो भने चाहिँ कसरी रेस्क्यु गर्ने त अब रेस्क्यु आफैले पनि गर्नु सक्यो एउटा अर्को चाहिँ को आर्टिस्टले रेस्क्यु गर्न सक्छ अनि एकदमै ब्रिलियन्ट छ उसलाई थाहा हो अब यता चाहिँ यसलाई चाहिँ किनाएर कसरी लगाउने भन्ने हो भने त्यहीँनिर इम्प्रोभाइजेसन गरेर होइन डायलग पनि त्यही बोल्नु त मिलेन फेरि अनि त्यसले गर्दाखेरि त्यसरी गर्न सकिन्थ्यो भन्ने किसिमले मैले पनि भन्थेँ र जुन किसिमको इन्जोय तपाईँलाई भन्नुभयो नि थिएटरमा एक्टिङ गर्दाको इन्जोयमेन्ट चाहिँ एकदमै त्यो कहीँ पनि त्यो स्वाद त्यसको त्यो मजा नै केहीमा छैन मलाई पनि त्यही नै लाग्छ फिल्म गर्दाखेरि त मलाई चाहिँ स्वादै पर्दैन मतलब त्यो फिल्ममा एक्टिङ गर्दाखेरि फिल्मको चाहिँ अब 35 दिनमा एउटा प्याकेज बन्छ होला एउटा क्यारेक्टर बन्छ होला सुटिङ सकिँदाखेरि टुक्रा टुक्रामा आफूले जोड्ने चलाखीहरूमा चाहिँ मेरो इमोसनको ग्राफहरू चाहिँ फर्स्टदेखि लास्टसम्ममा यो हो यो सिन खिच्दाखेरि किनभने सुरुदेखि खिचिदिँदैन कहिले क्लाइमेक्स सकाएर हुन्छ त्यति बेलाको मेरो रेन्ज यो हो अहिले मैले पछि सुरुवातमा यो रेन्ज हुनुपर्छ भनेर त्यो नापेर बिस्तारै गर्दै जाने भयो नाटकमा चाहिँ 1 घन्टाभित्रमा 1.5 घन्टाभित्रमा त्यो कम्प्लिटली त्यसको जीवन ब्राङ्गै गर्नुपर्ने हुन्छ दुईटैको है साँच्चै तपाईँले कति राम्रो कुरा ल्याउनु भयो क्या दुइटैमा त्यहाँ प्रोज एन्ड कन्स दुइटैमा फाइदा त्यो मतलब नि त्यसको आफूलाई सजिलो र गाह्रो बन्छ क्या दुइटैको अब यता चाहिँ टाइम पनि छ फेरि कट गरेर गर्नु पायो तर जुन किसिमले क्यारेक्टरमा आफू बगाउनु पर्ने हो कहिले उता कहिलेको कुन दिनको सुट भइरहेको हुन्छ कहिले सुरुको हुन्छ कहिले क्लाइम कहिले बिचको हुन्छ त्यो अर्को गाह्रो कुरा पनि हो होइन तर नाटकमा त फ्लो छ स्टोरी गुटुङ गएपछि गुटुङ त्यहाँ डिरेक्टरले न रोक भन्न मिल्छ न अडियन्सले यो त बिग्रियो होला भन्न पनि बिग्रेको हो कि होइन पनि थाहा हुन्न नि त अघि हजुरले भन्नुभयो जस्तै बिग्रिएपछि कसरी कन्ट्रोल गर्ने भन्ने चाहिँ एकदम च्यालेन्जको कुराहरू एकचोटि के भयो भन्दा सिरुमा के अरे उसमा हामीले चाहिँ कुन नाटक सुनकेसरी नाटक चाहिँ गर्दै थियौँ हलमा बल्ल मण्डलले एउटा जेनेरेटर जोड्यौँ किन्न सक्यौँ अनि बल्ल किनिसकेपछि जेनेरेटर चलाउन जान्ने चाहिँ कोही पनि थिएन मैले जान्थेँ अनि नाटक गर्दै बिचमा ठ्याक्कै बत्तीको म पुरै झम्पन राजाको क्यारेक्टरमा तनक्क तन्केर बोल्दै गई त गो बत्ती पज अनि यसो विचार गरेँ जेनेरेटर कसले चलाउँछ छैन मैले नै हो कुदेर गएर जेनेरेटर टक्क अन गरेर अब त्यो हाम्रो टेक्निकल हिसाबमा त अब त्यति बेला ब्ल्याकआउट गर्दाखेरि त्यो मास्टर चाहिँ डाउन गर्नु पर्थ्यो मास्टर डाउन गर्नु बिर्सेछ हाम्रो लाइट चलाउने साथीले छ्याङ्गै उज्यालोमा म आउनु पऱ्यो झन्डै 2-3 मिनट लाग्यो नि त
अघि तनक्क तन्किराख्यो मान्छे स्पिड गएर अन गरेर आउँदा स्टेजभरि बत्ती छ अनि म पनि पुरा क्यारेक्टरमा ढाक भनेर छिर्छु त अर्को उमेश तामाङ भन्ने भाइ थियो महाराज तपाईँ त हराउनु भयो त अरे इम्प्रोभाइज ठोकिहालेँ ठोकिहालेँ मैले म भने मैले भन्नुपर्ने चाहिँ त्यति बेला टोयलेट भन्न मिल्दैन थियो नि त म भन टोयलेट मात्रै नआउने 3-4 चोटि म भन्छु टोयलेट भन्ने पाइखाना भन्ने शब्द नआएर त्यो पाइखाना खोज्दा त्यो आउँदै आएर कि छोडेर ल हामी कहाँ थियौँ भनेर कट गरेर त्यहाँदेखि अगाडि बढाएको थियो त्यो सिन के कहिलेकाहीँ त्यो नाटकमा त्यो टेक्निकली कहिलेकाहीँ एकदम विभिन्न कारणले बिग्रिन सक्छ तर ट्याकल कसरी गर्ने भन्नेमा भर पर्छ एकदम बडो यो त रोचक घटना भएछ होइन त्यस्तो त भइरहन्थ्यो धेरै ठाउँमा कहिलेकाहीँ एकचोटि चाहिँ प्राविधिक चाहिँ एकदमै सबै चिज मिलाउन नसक्दाखेरि अनि एउटा नाटकमा लाइट चलाउने साथी जानु भएन त्यसको लागि त के गर्ने त भन्दाखेरि राजन सरले दया दाइले मैले हामी तिनजना अनि अर्को सोमले हो क्या अरे सोमले हामी लाइट चलाउने हामी पालै पिलो टकटक जो छिर्छ अनि त्यसले चलाउने भनेको थियो अनि तपाईँले यसरी छिर्नु भनेर टेक्निकल मिलाउने चाहिँ म थिएँ डिमर यो लाइट है यो चलाउने यो सिनमा यो यस्तो भने अनि आफ्नो पाला आयो सुट्ट चाहिँ अर्को सिनमा आफूले चलाइराखेँ आफू छिर्यो एकचोटि त 4जना पो स्टेजमा रहेछ अब कसले बत्ती निभाउँछ भने कसले बत्ती निभाउँछ भन्दै एकजना छिरेर एकछिन पछि आउँछ है अनि कहिलेकाहीँ त्यो ब्ल्याकआउट हुनुपर्ने बेलामा त्यो एउटा काम पर्यो हामी आफ्नै गफ गर्दै गयौँ यता यिनीहरूले के बोल्या होला भन्नु होला यो त पोडकास्ट गर्दैछौँ भन्ने पनि हजुरले नबिर्सिनु न आफ्नै म त त्यही क्यारेक्टरमै डुब्दैछु एउटा पात्र बनिसक्यो तपाईँ डुबेको मात्र म त पौडिरहेको छु पौडिरहेछु कि अब त्यो कहाँ त्यो जेनेरेटरको कुरा त्यो कहाँ एब्सोल्युटली होइन तपाईँले जेनेरेटरको कुरा गर्दाखेरि मलाई अलिकति मैले त्यस्तो राम्रो रिसर्च गर्न पनि पाइनँ हामी बसेर कुराकानी गर्दैछौँ होइन कुराकानी गर्दैछौँ त के भन्दा तपाईँ इलेक्ट्रिसियन पनि हुनुहुन्थ्यो यो त पक्का लाइफमा तपाईँले एज अ तपाईँको जब या भनौँ या तपाईँको कला आफ्नो काम पनि तपाईँको इलेक्ट्रिसियन पनि भन्नुभयो होइन तपाईँ होइन र त त्यो पनि थिएटरकै कारण बनेको त्यो चाहिँ प्रोफेसनल हिसाबमा आवश्यकता थियो म खास के हो भन्दाखेरि म एज एन एक्टर काम गर्छु भन्दाखेरि चाहिँ भोइस एन्ड स्पिचमा अलिकति क्याची पावर कम भएको हुनाले चाहिँ अलिकति म एज एन एक्टर नसक्ने रहेछ भन्ने निर्णयमा पुगेपछि अब यो सेक्टरमा नलाग्नु लागिसकेपछि मैले यसलाई किन छोड्नु यसको अर्को के त कसरी यसै क्षेत्रमा रहिरहन्छु भन्ने हिसाबमा गर्दाखेरि चाहिँ म ब्याक स्टेज किन सक्दैन त भन्नेमा गएँ टेक्निसियन पार्टमा काम गर्ने भएँ अनि लाइटमा परेँ लाइटमा गर्दाखेरि चाहिँ त्यो प्लस माइनस के हो जोड्नै नछन् त्यो सुरुमा त करेन्ट देख्ने बित्तिकै थरथर हुन्छ नि त होइन अझ 1-2 झड्का आउनुपर्छ त्यो छुनलाई भइराखेको हुन्छ होइन 1-2 झड्का नलागुन त दिइराखेको हुन्छ त्यो पछि भएपछि लाग्ला कि भन्ने हुन्थ्यो अनि जहिले एकदम त्यस्तो झड्का कति खाइयो हुँदाखेरि जहिले कि 3 टुक्रा भयो कि यो 3 पेज जोड्यो भन्दै जोड्नु पर्यो कि अब त्यो एकदम थाहा नपाएर के आरवाइबी को सिस्टम अहिले त स्पष्ट रूपमा त आइयो होइन अहिले त अलिकति अध्ययन गर्ने बित्तिकै यस्तो भन्ने हुन्थ्यो त्यति बेला मेरो दिमागले अब त्यस्तो हुनुपर्छ भन्ने थाहा भएन अनि मैले यो बत्तीको बारेमा काम जान्नु पर्यो अलिअलि एटलिस्ट कुन जोड्दा के कस्तो जोड्ने कसरी भन्नेमा जाँदाखेरि चाहिँ अनि एउटा दिनेश दाई हुनुहुन्थ्यो सामोघोसीमा दिनेश दाईलाई रिक्वेस्ट गरेर ल मैले तपाईँको बत्तीको काम गर्ने भएँ मलाई खाजा चाहिँ खुवाउनुहोस् होइन पैसा चाहिँदैन खाजा चाहिँ खुवाउनुहोस् भने तर मैले डाङ त्यो चाहिँ त्यति बेला त काट्ने कटरहरू पनि थिएन कि त्यो पाइप लुकाउनको लागि भित्तामा
अनि छिना हम्मरले डङ्कडङ हानेर खोप्नु पर्थ्यो। म चाहिँ छिटो खोप्थेँ किनभने पछि सिक्नु छ नि त तार कसरी जोड्छन् भनेर ड्याङ खोपेर कसरी जोड्दो रहेछ भन्दै हेर्दै गएँ। त्यसपछि चाहिँ अनि बिस्तारै काम मैले अलिकति छिटो पनि गर्न थालेँ, पैसा पनि पाउन थालेँ। अनि त्यसपछि चाहिँ त्यसलाई त्यो बिस्तारै प्रोफेसनको हिसाबमा बढ्दै गयो। पछि हाउस वायरिङ हान्न थालेँ मैले। एकदम कति राम्रो। तपाईँको पनि आफ्नै सङ्घर्षको आफ्नो जीवनको सङ्घर्षदेखिको कथाहरू छ, सबैको छ। तपाईँलाई एकदमै सम्झँदाखेरि आज म यहाँ छु, हिजो यस्तो पनि थियो भनेर जीवनमा एकदमै सम्झिन लायकको दिन के सम्झिनुहुन्छ? ओहो, त्यसको लागि त 3-4 दिन नै लाएर रिसर्च गर्नुपर्छ नि त। अनि कुन दिन थियो त्यो जुन दिनले मलाई भन्ने त्यस्तो त छैन। मैले दुःखको दिन होइन, मैले अघि हजुरलाई सुरुमै भने मैले त्यति दुःख मानिएन छु, त्यति धेरै सुख पनि मानिएन छु। अनि लाइफको रेसियो पनि बिस्तारै अभावमा बेसरी दाबिएर फेरि बिस्तारै त्यो हुन्छ नि त्यो 75-85 डिग्रीको एङ्गलबाट होइन कि अलिकति 5-7 डिग्रीकोबाट स्पिडमा आएको रहेछ कि म बिस्तारै। अनि कतिखेर सबैले चिनिनु हो, कतिखेर चाहिँ अरूले म अलिक सक्सेस ठाउँमा पुगेछु भन्ने नै महसुस भएन कि खासमा। बिस्तारै आएँ। कतिखेर म बेसरी दुःखमा डुबेँ भन्ने महसुस पनि भएन, किनभने डिग्री भने यसरी मात्रै कि यस्तरी आएको भए चाहिँ अलि होइन एकैचोटि अचानक भाइरल भएर हाइट भनेर मङ्गै हिट भएर म आएँ भन्ने वाला नभएर पनि होला। बडो राम्रो हजुरले पोइन्ट ल्याउनु भयो यहीँनिर। कस्तो भने कतिलाई लाग्न सक्छ कि हाइट भएपछि चाहिँ उहाँ चाहिँ एक्कासी भाइरल हुनुभयो, तर यही त्यो प्रश्नको औचित्य पनि अहिले आयो। के भन्दाखेरि तपाईँले धेरै लामो समय बिताउनु भएको थियो थिएटरदेखि लगेर होइन, गाउँघरबाट नै ड्रामा गर्ने, यस्तोबाट नै बिस्तार जीवनको एउटा फ्लो भयो। तपाईँको जीवनबाट पनि एउटा प्रेरणा के मिल्यो भन्दाखेरि स्लो होइन बट स्योर, बिस्तारै अगाडि बढ्ने होइन, स्वाद चाख्दै त्यो जीवनको त्यो पलको त्यो क्षण त्यही बेला नै स्वाद चाख्दै अगाडि बढिँदै गयो भनेदेखि अपर्च्युनिटीहरू आउँदै जान्छ, त्यसलाई ग्राब गर्नु पऱ्यो होइन। र एउटा इमान्दारीपूर्वक चाहिँ आफूले निभाउनु पऱ्यो त्यो भूमिकालाई, त्यो समयलाई इन्जोय गर्नु पऱ्यो। गन्तव्य अर्थात् सफलता एक दिन हासिल हुन्छ नै। जो सोच्दै नसोचेको सफलताहरू पनि हासिल हुन्छ जीवनमा, अपर्च्युनिटीहरू पाइन्छ, तर धैर्य गरेर अगाडि बढिरहनु पऱ्यो, निरन्तरता छोड्नु भएन। मैले यही बुझेँ तपाईँको जीवन कथाबाट, मलाई खुसी लाग्यो। दर्शकहरूले पनि यही बुझ्नु भयो, श्रोताहरूले पनि। यत्रो भारी चाहिँ होइन फेरि, मलाई भारी नै छैन, सजिलो छ र त नि। तपाईँको कति राम्रो 5-7 डिग्रीको मात्रै त्यो स्लोप छ। मेरो त्यति धेरै ठाडो उकालो पनि छैन, ठाडो ओह्रालो पनि छैन, रहेनछ। बडो खुसी लाग्यो। समतल पनि त होइन रहेछ नि त फेरि, अलिअलि चाहिँ 5-7 डिग्री मात्रै, यति मात्रै। एनिवे, अब अन्तमा कति धेरै निकै अन्तमा नि एकदमै आधा घन्टा सघाउनु पऱ्यो, उता 2 घन्टा पुर्याउनलाई यता मामा हाँसिराख्नु भएको छ। थाहै भएन होइन। त्यही त अझै पनि कुरा गर्न मन लागिरहेको छ, तर तपाईँसँग स्वाद पारेर परेरै कुरा भयो र अझ गर्न होइन, अझ कति धेरै कुरा गर्नु छ। तर पनि एनिवे भन्दाखेरि जीवनको यो कुराबाट अब हामीले त्यति धेरै अरू धेरै कुराहरू गर्न पाइएन, तर अब जुन हिसाबले हजुर युके आउनु भएको छ होइन, र अब यहाँबाट हाम्रो कुराकानीबाट तपाईँले अन्तमा दर्शकहरूलाई, श्रोताहरूलाई केही भन्न मन लागेको जो मैले तपाईँलाई सोधिनँ र तपाईँलाई भन्न मन लागेको हुन्छ नि त अवश्य पनि, एउटा सन्देश के छ भनिदिनुहोस् न त। त्यस्तो सन्देश त छैन, रिक्वेस्ट छ। हामीहरू त प्राय त्यही अनुरोध रिक्वेस्टमै हो, किनभने पेसै यस्तो सुरु गरेछौँ होइन।
कुनै एउटा दोकान खोलेको भए पो लौ न पैसा दिनुहोस् अनि तपाईँले मन लागे किन्नुहोस् न मन नलागे नकिन्नुहोस् भन्दै बस्नु मिल्थ्यो। तर हामी चाहिँ ल तपाईँहरूको मायाले भन्दै होइन हजुरहरूले माया नगर्नु भएको भए यसरी गफ गर्ने वातावरण पनि हुँदैन थियो होला। जसरी अहिलेसम्म तपाईँहरूले माया गरिराख्नु भएको छ त्यही मायालाई निरन्तरता दिनु होला। युकेमा आछु, युकेमा बस्नुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई चाहिँ योपालि अघि पछि म पुरै हाँसोमा उपस्थित हुन्थ्यो भने योपालि चाहिँ अलिकति नाटकको अलिक बेग्लै स्वाद पनि अनि त्यसलाई केही समय आध्यात्मिक पनि भइदिउँ, केही जीवनका सोचहरूमा कसरी बदल्न सकिन्छ, के हो कसो हो भन्ने एउटा उद्देश्यसहितको नाटक मिलारेपा लिएर आएको छु। तपाईँहरूलाई टाइम फुर्सद यसो मिल्छ मिलाउनुहुन्छ मिलाउनुहोस् भन्दै अझै होइन अझै प्रदर्शन 1-2 ठाउँमा हुँदैछ, तपाईँहरूले हेर्नुहोला। तपाईँहरूले मायाले यहाँसम्म आछु, अब चलचित्रलाई माया गरिदिनु होला, मलाई पनि त्यही कन्टिन्यू गर्नु होला। कन्टिन्यू गर्नु गर्दा गर्दा 15-20 वर्ष भइसक्यो, हुन आँटिसक्यो, कति गर्नु भन्नु होला। फेरि अहिले त परिवर्तनको समय छ, अब हामी नयाँलाई भनेर होइन म चाहिँ पुरानो हुँदाखेरि चाहिँ नफ्यालिदिनु होला भन्न चाहन्छु। तर तपाईँ कहिल्यै पुरानो हुनु भएन, कहिल्यै पुरानो हुनु पुरानो भइसक्यो नि होइन महसुस आफूलाई हुँदै गइसक्यो नि भनेको त्यो पनि हो। तर कलाकारले नयाँ जन्माउँदै पनि जानुपर्ने भयो नि त स्थायित्वको लागि। एनिवे तपाईँमा त्यो छँदैछ, एकदमै खुसी लाग्यो होइन बुद्धि सर आइदिनु भयो। यो अपर्च्युनिटी बिरलै मिल्छ होइन र मिल्यो फेरि पनि मिलोस् भन्ने चाहिँ इच्छा छ। त्यसो हुँदै गर्दाखेरि दर्शकवृन्द श्रोतावृन्द हाम्रो कार्यक्रमलाई पनि उहाँले भने जस्तै माया गर्दै गर्नुभएको छ, गरिदिनुहोस्। अनि सब्सक्राइब बटनलाई टक्रक थिचिदिनु होला, घन्टी बजाइदिनु आदि इत्यादि भनेर सबैले भन्छन्। मैले पनि अब त्यो नहुने भएको छैन, म अलिक बिरलै भन्छु यो कुरा। तर उहाँले मन परायो भने थिचिहाल्नुहुन्छ नि भन्छु। अब होइन हौ बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन, बोल्नुपर्छ भनेर भन्नुहुन्छ। र म आज भन्नु मन लाग्यो हजुरहरूले सब्सक्राइब गरिदिनु होला। हाम्रो च्यानल चाहिँ अब धेरै सब्सक्राइब भयो भनेदेखि अझ मैले राम्रा आर्टिस्टहरू उहाँहरू जस्तो आर्टिस्टहरूलाई ल्याउन सक्छु। र हाम्रो एकदम भेराइटी सो हो, यसमा आर्टिस्टहरू मात्र नभएर डक्टर्सहरू, इन्जिनियर्सहरू, इन्सपायरिङ क्यारेक्टर्सहरू लाइफको कथाहरूलाई हामी यहाँ ल्याउँछौँ, उजागर गर्छौँ र एउटा इन्सपिरेसनल चाहिँ सो बनोस् भन्ने हाम्रो उद्देश्य हो कुराकानी। र अब हाम्रो अवश्य पनि नुनको सोझो है देख्दै हुनुहुन्छ अनुग्रह ज्वेलर्स, अनुग्रह गोल्ड हाउस र अनुग्रह डायमन्ड्स एन्ड वाचेस, अनुग्रहको जुन बिजनेस ऊ छ यहाँहरूले अवश्य पनि यहाँ गएर नै किनमेल गरिदिनुहोस् र एकदमै क्वालिटी गुणस्तर छ भनेर भन्न चाहे। त्यसैमा अब हाम्रो एकाउन्टेन्सी सम्बन्धी हाम्रो ह्याम्पसायर एकाउन्टेन्ट्सलाई कहिल्यै नभुलिदिनु होला। र अहिलेको ह्याम्पसायरमा खासै भन्ने हो भने नम्बर 1 एकाउन्टेन्सीमा गनिन्छ र धेरै उहाँहरूले चाहिँ अब अपग्रेड्सहरू गरिसक्नु भएको छ। एप्सहरूदेखि लगेर तपाईँको एकदमै राम्रो सुविधाहरू छ र तपाईँका फिङ्गर टिप्समा धेरै एकाउन्टेन्सी सम्बन्धी पनि सुविधाहरू प्राप्त छ एप्सबाट। त्यसले गर्दाखेरि सम्झिनुहोस् सधैँ कि ह्याम्पसायर एकाउन्टेन्ट्स हजुर। र अब आगामी कार्यक्रम अर्को पडकास्टमा हामी भेट्ने नै छौँ। आजको लागि बिदा दिनुहोस्, नमस्ते।